अब सरसर्ती यही चार्टबाट चाहिँ म तपाईलाई हल्का भनिदिन्छु इन ओरली राइट नाउ 2700 को आसपासको बजार छ र अहिले हामीले सरसर्ती यहाँबाट हेर्यौं भने यो जुन मास्तिरबाटको जुन खसाई हो 2930 बाट 2580 सम्मको टोटल पॉइंट भन्नुहुन्छ भने लगभग 450 पॉइंट त 450 पॉइंट को 50% र्याली रहँदासम्म त्यो 2580 बाट 450 को 50% भने 225 पॉइंट 2580 प्लस 225 ऑलमोस्ट 2930 माइनस 2930 माइनस 2580 350 सॉरी 350 को आधा 175 प्लस 2580 2750 सम्म या स्लाइटली 2800 सम्म को रिट्रेसमेंट इज नेचुरल ओभरऑल ट्रेंड यहाँबाट खसेको सरसर्ती वीकली चार्टबाट हेर्नुभयो भने यो क्यान्डल चाहिँ बुलिश क्यान्डल जसरी यहाँ बियरिश क्यान्डल बनाएको थियो यो क्यान्डल चाहिँ बुलिश छ र यो हप्ता पनि फलो थ्रु चाहिँ यसले गरेको छ र नेक्स्ट वीक अनवर्ड मार्केट चाहिँ 2550 देखि 2580 बाट चाहिँ रिभर्सल यो खालको क्यान्डल्सहरु लिन सुरु गर्यो भने चाहिँ एज अर्लियर एक्सपेक्टेड मैले जुन भनिराखेको थिएँ तल आएको ए वेभ मास्तिर बी अनि त्यसपछि सी वेभ गरेर कम्प्लिट गर्न चाहिँ एकपटक आउँछ भन्ने चाहिँ मेरो एजम्पसन्स हो 2780 भन्दा या 2800 भन्दा मास्तिर बजार चाहिँ सस्टेन गर्ने कुनै पनि त्यस्तो चीजहरु देखियो भने देन मात्रै ट्रेन्ड रिभर्सल को भन्छु त्यो भन्दा पहिला इट्स अ रिट्रेसमेन्ट 61.8% सम्म 350 पॉइंट को 0.618 क्याल्कुलेट गर्नुहुन्छ भने 216 पॉइंट हुन्छ 216 पॉइंटलाई 2580 मा जोड दिनुस् 2796 दिस इज जनरल रिट्रेसमेन्ट्स जसरी माथि गएको बजार तलपट्टि आउँदाखेरि रिट्रेसमेन्ट गरेर 61.8% सम्म हामीले चाहिँ बुलिश मार्केटकै रिट्रेसमेन्ट भित्र परेया छ भनेर भन्छौं त्यसैगरी तलबाट माथिबाट तल खसेको बजारमा त्यो 61.8% रिट्रेसमेन्ट रहँदासम्म द मार्केटले फेरि जुन यो पछिल्लो 4 हप्ताको ट्रेन्ड हो त्यसलाई कन्टिन्युएसन गर्न सक्ने सम्भावना रहन्छ त्यो भन्दा मास्तिर सस्टेन गर्यो विथ द भोल्युम एक्सपान्सन भने चाहिँ ट्रेन्ड कम्प्लिटली रिभर्सल गरेर त्यसपछि चलेको बजारले चाहिँ मास्तिरका सबै हाइसहरु र पुराना रेकर्ड्सहरु पनि तोड्दिन्छन् सुनर अर लेटर मार्केटले पुरानो रेकर्ड्सहरु तोड्ने नै हो त्यसमा कुनै डाउट छैन समयको मात्रै कुरा हो हिजो अस्तिको भिडियोजमा मैले भने अनुसार यदि अर्को सेट अफ जुन यो फल हो एबीसी गर्ने क्रममा तल ए आयो मास्तिर बी र सी गर्ने हो भने अर्को 1 महिना जतिको समय लिएला त्यसपछि चाहिँ फेरि मास्तिर गएर तल आएर फेरि मास्तिर जाने नै हो त्यसमा कुनै डाउटै छैन र सेक्टर कुन चुज गर्ने भन्ने कुरामा अहिले तपाईले बनिराख्नुहुन्छ पोर्टफोलियोमा भने कम खस्न सक्ने सम्भावना भएका सेक्टर्सहरु स्पेसिफिकली बैंकिङ म्यानुफ्याक्चरिङ होटल्स यो आदि सेक्टर्सहरुमा र अलिकति अदर्स भित्रका सर्टेन केही स्टक्सहरु त्यसमा चाहिँ अदर्समा पनि अहिले मास्तिर गइसकेको छ अहिले तुरुन्तै चाहिँ एक्सपोजर नलिनु होला बरु तलका स्टक्सहरु बैंकिङ होटल म्यानुफ्याक्चरिङ यिनी स्टक्सहरुमा चाहिँ कम रिस्क छ बजार तलपट्टि आउँदाखेरि प्रोपर रिस्क म्यानेजमेन्ट गर्न सक्नु भएन भने पनि हैन या फेरि तल आउँछ कि आउँदैन खै केही थाहा छैन हामी त होल्डै गरेर बस्छौं ग्यारेन्टी थोडी नै छ तल आउने भनेर भन्नुहुन्छ भने पनि अहिले चाहिँ कम रिस्क हुन सक्ने
सेक्टर्सहरूमा चाहिँ कम भोलाटाइल हुने सेक्टर्समा बस्नु नै सबैभन्दा उचित छ भन्दै आजको सेसन म यहीँ सिद्ध्याउँछु। धेरै लामो सेसन पनि भइसक्यो र हामीले डिटेल्समा अरू बजारको बारेमा या अरू अन्तर्राष्ट्रिय बजारको बारेमा व्याख्या चाहिँ भोलिको सेसनमा चाहिँ हामी गर्नेछौँ। भोलि चाहिँ स्पेसिफिकल्ली ती कुराहरू मात्रै लिएर म आउँला भन्दै मलाई बिदा दिनुहोस्। हस् त, धन्यवाद।